थियो यो नुवाकोट जिल्लाको खानापति गाविसमा पर्ने यो झरना यसको नाम त हामीलाई थाहा छैन। हामी विष्णु सर र म यात्रा गर्ने क्रममा धेरै लगभग 1 घन्टा टाढाको एउटा टाकुरोबाट देखेको भएर हामी यो ठाउँमा आउनलाई एकदम उत्साहित भएर यहाँ आयौँ। यहाँ आउँदाखेरि हामीलाई यस्तो लागिरहेछ अब कुनै शब्दले यसको वर्णन गर्ने शब्दै छैन। यो झरना सरकारले टुरिज्म विकासको कुरा गरिरहेको होला। यस्ता नेपालमा यस्ता झरनाहरू त धेरै छन्। यस्ता झरनाहरूलाई लिएर अगाडि बढेको खण्डमा यस्ता झरना मात्रै के भनौँ, यहाँ त सबै कुरोहरू राम्रो छन्। सधैँ काठमाडौँ बसेर मान्छे यस्तो त कहाँ देख्नु र? त्यही त, यो त बहुत रमाइलो ठाउँ छ। यस्तो रमाइलो ठाउँ छ। यस्ता कुराहरूलाई लिएर प्रमोसन गर्न सकेको छैन। पर्यटकहरू बाह्य मात्र नभएर आन्तरिक पर्यटकको पनि विकास गर्नलाई चाहिँ एकदम सहज हुन्छ।